वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म सबैभन्दा गाह्रो लाग्ने सबैभन्दा सजिलो टपिक, गाह्रो लाग्छ मात्रै एकदम सजिलो ह त्यस्तो टपिक लिएर आएको छु। नेसनल इन्कम। सो नेसनल इन्कमको डेफिनेसन, त्यसको कम्पोनेन्ट हामीले अलरेडी स्टडी गरिसकेको छौँ। अब नेसनल इन्कम क्याल्कुलेट कसरी गर्न सकिन्छ त्यो हामीले यहाँ स्टडी गर्नेछौँ। सो नेसनल इन्कम कसरी क्याल्कुलेट गर्न सकिन्छ, के छ मेथड होइन, कुन तरिकाबाट गर्न सकिन्छ भन्ने कुरा चाहिँ हामी यहाँ डिस्कस गर्नेछौँ। सो यहाँ चाहिँ बेसिकल्ली कतिवटा मेथड चाहिँ नेसनल इन्कमको रहेछ क्याल्कुलेट गर्नको लागि भन्दाखेरि यहाँ 3टा मेथड रहेछ। एउटा रहेछ प्रोडक्ट मेथड, अर्को रहेछ एक्सपेन्डिचर, अर्को रहेछ इन्कम मेथड। सो प्रोडक्ट मेथडमा पनि 2टा मेथड हुन्छ, एउटा फाइनल प्रोडक्ट मेथड हुन्छ, एउटा भ्यालु एडेड मेथड हुन्छ। 1 बाई 1 स्टडी गर्ने हो, एकैपटक चाहिँ सबै कभर गर्न सकिँदैन। सो चाहिँ सुरुमा चाहिँ के गर्ने भन्दाखेरि प्रोडक्ट मेथडलाई बुझ्नु पर्यो के। नेसनल इन्कम त के हो भन्दाखेरि कुनै पनि इकोनोमीमा 1 वर्षभित्र प्रत्येक व्यक्तिले कमाएको आयको समूह, इन्कमको सम नै नेसनल इन्कम हो, जुन हामीले अलरेडी डिस्कस गरिसकेछौँ। नेसनल इन्कम के चिज मिलेर बनेको हुन्छ अथवा नेसनल इन्कमका लागि के आवश्यक छन्, दिज आर द कम्पोनेन्ट्स अफ नेसनल इन्कम, जुन मैले योभन्दा अगाडिको भिडियोमा कभर गरिसकेको छु। आज हामी चाहिँ हाम्रो मेन फोकस के हुन्छ भन्दा नेसनल इन्कम क्याल्कुलेट कसरी गर्न सकिन्छ त, कुन मेथडबाट क्याल्कुलेट गर्दा राम्रो हुन्छ। एउटै भिडियोमा चाहिँ यो 3टै मेथड कभर गर्न सकिन्न होइन, कभर गर्न खोजियो भने भिडियो एकदम लामो हुन्छ। त्यही भएर चाहिँ एउटा मेथड मात्रै हामी यहाँ चाहिँ डिस्कस गर्नेछौँ। सो पहिलो मेथड चाहिँ हाम्रो रहेको छ प्रोडक्ट मेथड है। प्रोडक्ट मेथडबाट कसरी क्याल्कुलेट गर्न सकिन्छ भन्दाखेरि अब प्रोडक्ट मेथड भन्ने बित्तिकै के बुझ्न पर्यो भन्दाखेरि प्रोडक्ट भनेको प्रोडक्सनबाट आएको शब्द हो प्रोडक्ट। सो प्रोडक्सनको टाइममा यदि प्रोडक्सनको फेजमा नेसनल इन्कम क्याल्कुलेट गरिन्छ भने त्यो मेथडलाई के भन्छ भन्दाखेरि प्रोडक्ट मेथड भन्छ के। प्रोडक्सनको फेजमा चाहिँ क्याल्कुलेट गरियो भने त्यो मेथडलाई के भन्छ, नेसनल इन्कमको प्रोडक्ट मेथड भन्छ के। सो के हुन्छ भन्दाखेरि बेसिकल्ली प्रोडक्सन फेजमा चाहिँ कति गुड्स प्रोडक्सन भयो अथवा कति गुड्स एन्ड सर्भिसेस इकोनोमीमा प्रोडक्सन भयो, त्यसको मार्केट भ्यालुलाई यदि जोड दिने हो भने हाम्रो के आउँछ भन्दा नेसनल इन्कम बाई प्रोडक्ट मेथड आउँछ। सिम्पल कि धेरै बुझ्न पर्दैन, एकदम सजिलो। के बुझ्ने भन्दाखेरि इकोनोमीमा प्रोडक्सनको फेज छ मतलब योभन्दा अगाडि हामीले चाहिँ सर्कुलर फ्लो अफ इन्कम एन्ड एक्सपेन्डिचर पढियो नि त। यहाँ चाहिँ के हुन्थ्यो भन्दाखेरि हाउस होल्ड सेक्टर हुन्थ्यो, अनि यता चाहिँ के हुन्थ्यो भन्दाखेरि बिजनेस सेक्टर हुन्थ्यो, जसले चाहिँ के गर्थ्यो भन्दा प्रोडक्सन गर्थ्यो हो। यही बिजनेस सेक्टरको प्रोडक्सनको फेजमा यदि नेसनल इन्कम क्याल्कुलेट गरिन्छ भने त्यसलाई के भन्छ अरे, नेसनल इन्कम बाई प्रोडक्ट मेथड। सो प्रोडक्ट मेथडमा के पनि गरिँदैन, इकोनोमीमा जति पनि प्रोडक्सन हुन्छन् त्यो प्रोडक्सनको मार्केट भ्यालुको सम नै हाम्रो के हुन्छ, नेसनल इन्कम हुन्छ। सो नेसनल इन्कम डाइरेक्टली क्याल्कुलेट गर्न सकिँदैन के। नेसनल इन्कम सर्टेन स्टेप्सहरू फलो गरेर मात्रै क्याल्कुलेट गर्न सकिन्छ। नेसनल इन्कम एकैचोटि आउँदैन, त्यसको लागि सर्टेन स्टेप्स हुन्छ जुन हामीले एकछिनमा चाहिँ डिस्कस गर्नेछौँ। सो प्रोडक्ट मेथडबाट चाहिँ नेसनल इन्कम क्याल्कुलेट गर्दाखेरि प्रोडक्सनको फेजमा कति आउटपुट भयो, त्यो आउटपुटको मार्केट भ्यालुको सम नै नेसनल इन्कम हो भनेर बुझ्दा हुन्छ, त्योभन्दा धेरै बुझ्नु पर्दैन। र प्रोडक्ट मेथडमा चाहिँ नेसनल इन्कम क्याल्कुलेट गर्दा चाहिँ 3टा सेक्टरमा इकोनोमीलाई डिभाइड गरिन्छ है। 3टा सेक्टरमा चाहिँ इकोनोमीलाई डिभाइड गरिन्छ। पहिलो सेक्टर हुन्छ प्राइमरी सेक्टर, दोस्रो सेक्टर हुन्छ टेरिटरी सेक्टर अर सर्भिस सेक्टर, एन्ड द थर्ड वान इज पहिलो सेक्टर प्राइमरी सेक्टर भयो, दोस्रो सेक्टर चाहिँ के भयो भन्दाखेरि सेकेन्ड्री अथवा म्यानुफ्याक्चरिङ सेक्टर, र लास्ट भनेको यो 3 भनेको टेरिटरी सेक्टर हो। सो प्राइमरी सेक्टरमा के आउँछ, सेकेन्ड्री सेक्टरमा कस्ता सेक्टरहरू पर्छन् र टेरिटरी सेक्टरमा चाहिँ कस्ता सेक्टरहरू पर्छन् भन्नेमा कन्फ्युजन छ भने प्राइमरी सेक्टरमा चाहिँ कुन सेक्टरहरू पर्छन् भन्दाखेरि प्राइमरी सेक्टरमा एग्रिकल्चर पर्छ, फरेस्ट्री पर्छ, फिसिङ पर्छ, माइनिङ पर्छ। सेकेन्ड्री सेक्टरमा के पर्छन् भन्दाखेरि म्यानुफ्याक्चरिङ भयो, कन्स्ट्रक्सन भयो, इलेक्ट्रिसिटी भए, ग्यास भयो, वाटर सप्लाई जस्ता सेक्टरहरू चाहिँ सेकेन्ड्री सेक्टरमा। र लास्ट जुन सर्भिस सेक्टर छ त्यसमा चाहिँ हाम्रो ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन भयो, ट्रान्सपोर्टेसन भयो, इन्सुरेन्स भयो, कम्युनिकेसन भयो, ट्रेडहरू भयो। यस्ता सेक्टरहरू कहाँ पर्छन् भन्दाखेरि टेरिटरी सेक्टरमा पर्ने भए। अब के हुन्छ भन्दाखेरि प्रोडक्ट मेथडमा के गरिन्छ भन्दाखेरि अब यो प्राइमरी सेक्टरले प्रोडक्सन गरेको फाइनल गुड्स एन्ड सर्भिसेस के, यहाँ फाइनल गुड्स एन्ड सर्भिसेस
फाइनल गुड्स एन्ड सर्भिसेस। सेकेन्ड्री सेक्टरले चाहिँ प्रोडक्सन गरेको फाइनल गुड्स एन्ड सर्भिसेसको। त्यसै गरी टेरिटरी सर्भिस सेक्टरले प्रोडक्सन गरेको फाइनल गुड्स एन्ड सर्भिसेसको मार्केट भ्यालुको सम नै के हो भन्दाखेरि नेसनल इन्कम हो। यसरी चाहिँ नेसनल इन्कम क्याल्कुलेट गरिन्छ भने प्रोडक्ट मेथडबाट के हुन्छ, नेसनल इन्कम क्याल्कुलेट गरेको मानिन्छ। सो सिम्पली के बुझ्नु पर्यो भन्दा नेसनल इन्कम कहिले पनि एक स्टेपमा आउँदैन। एक स्टेपमा क्याल्कुलेट गर्न लाग्यो भने एकदमै कन्फ्युजन हुन्छ, बुझ्न पनि गाह्रो हुन्छ, गर्न पनि गाह्रो हुन्छ। त्यही भएर चाहिँ नेसनल इन्कमको लागि एउटा प्रोसेस, एउटा स्टेप्स फलो गर्नुपर्छ, जसलाई के भन्छ नेसनल इन्कम क्याल्कुलेसन प्रोसेस भन्न सकिन्छ। सो के छ त नेसनल इन्कम क्याल्कुलेसन प्रोसेस होइन, के छ त नेसनल इन्कम क्याल्कुलेसन प्रोसेस होइन, यो हाम्रो चाहिँ नेसनल इन्कम क्याल्कुलेसन प्रोसेस हो। सो यसमा चाहिँ सबैभन्दा सजिलो मैले यसैलाई मान्छु, किनभने मैले पनि आफूले पनि यही मेथड युज गर्छु, एकदम सजिलो हो। पहिलो काम हामीले के गर्नुपर्छ भन्दाखेरि जिडिपी एट मार्केट प्राइस क्याल्कुलेट गर्नुपर्छ। सो गाह्रो मान्न पर्दैन, जिडिपी एट मार्केट प्राइस अहिले आइहाल्छ। र त्यसपछि चाहिँ के निकाल्न पर्छ भन्दाखेरि जिएनपी, यो ग्रस डोमेस्टिक प्रोडक्ट एट मार्केट प्राइस भयो, अनि जिएनपी भनेको ग्रस नेसनल प्रोडक्ट एट मार्केट प्राइस भयो। त्यसपछि चाहिँ थर्डमा चाहिँ हामीले क्याल्कुलेट गर्नुपर्छ एनएनपी एट मार्केट प्राइस, नेट नेसनल प्रोडक्ट, ग्रस डोमेस्टिक प्रोडक्ट, ग्रस नेसनल प्रोडक्ट, नेट नेसनल प्रोडक्ट, नेट नेसनल प्रोडक्ट। सो यसरी हामीले चाहिँ के गरियो भन्दाखेरि स्टेप बाई स्टेप एक एकवटा क्याल्कुलेट गर्नुपर्छ। सो थर्डमा चाहिँ हामीले नेट नेसनल प्रोडक्ट एट मार्केट प्राइस क्याल्कुलेट गर्न पर्यो, र फोर्थमा चाहिँ बल्ल हामीले नेट नेसनल प्रोडक्ट एट फ्याक्टर कस्ट क्याल्कुलेट गर्छौँ, जुन हाम्रो के हो नेसनल इन्कम हो। यही नै हाम्रो नेसनल इन्कम हो। भनेपछि हामीले टोटल कतिवटा स्टेप फलो गर्न पर्यो, चारवटा, एउटा दुईवटा तिनवटा र चारवटा चाहिँ हामीले स्टेप्स फलो गर्न पर्यो। अब यहाँ चाहिँ के हुन्छ भन्दाखेरि हामीले फर्मुला घोक्न भन्दा पनि यहाँ चाहिँ के बुझिदिन पर्यो भन्दाखेरि ग्रसबाट नेटमा जान पर्यो भने, जस्तो यहाँ हामी के गरियो भन्दा ग्रस नेसनल प्रोडक्टबाट नेट नेसनल प्रोडक्टमा गइयो कि नै, यहाँ यो के 2बाट 3मा क्या, 2बाट 3मा, यो 2बाट चाहिँ 2बाट हामी 2बाट 3मा आउँदाखेरि ग्रस नेसनल प्रोडक्टबाट नेट नेसनल प्रोडक्टमा आइयो कि नै, नेसनल प्रोडक्ट यहाँ पनि थियो, नेसनल प्रोडक्ट यहाँ पनि छ, चेन्ज के भयो त ग्रसबाट कहाँ चेन्ज भयो भन्दा नेटमा चेन्ज भयो कि नै, ग्रसबाट केमा गयो नेटमा गइयो भने, ग्रसबाट नेटमा गयो भने के घटाउन पर्छ अरे डेप्रिसिएसन घटाउन पर्छ। त्यस्तै नेटबाट यदि ग्रसमा गइन्छ भने यहाँबाट यहाँ जान पर्यो भने हामीले के गर्न पर्यो भन्दाखेरि डेप्रिसिएसनलाई जोड्न पर्यो। यो चाहिँ हामीले सम्झिन पर्छ, सजिलो हो। ग्रस टु नेट गइयो भने नेट भनेको बेसिकल्ली केही न केही चिज घटाएको बुझिन्छ के, नेट भनेको केही न केही चिज घटाएको हो। सो नेट भन्ने बित्तिकै डेप्रिसिएसन घटाउनु पर्यो, र ग्रस भन्ने बित्तिकै केही न केही चिज जोडेको बुझिन्छ, सो डेप्रिसिएसन जोड्नु पर्यो। एकदम सजिलो हो, केही गाह्रो छैन। अब नेक्स्टमा चाहिँ के छ भन्दाखेरि डोमेस्टिकबाट नेसनलमा जाँदाखेरि के जोड्न पर्छ अथवा के घटाउनु पर्छ बुझ्न पर्छ क्या। सो जस्तो 1बाट 2मा जान पर्यो भने 1बाट 2मा जाँदाखेरि ग्रस डोमेस्टिक प्रोडक्टबाट केमा जाँदैछौँ हामी, ग्रस नेसनल प्रोडक्ट। सो ग्रस यहाँ पनि छ, ग्रस यहाँ पनि छ, प्रोडक्ट यहाँ पनि छ, प्रोडक्ट यहाँ पनि छ, केवल चेन्ज भएको त के हो भन्दाखेरि ग्रसबाट नेसनलमा गइएछ। सो ग्रसबाट नेसनलमा गइन्छ भने, सरी डोमेस्टिकबाट नेसनलमा गइएछ, डोमेस्टिकबाट हामी कहाँ गएछौँ, डोमेस्टिकबाट नेसनलमा गएको छौँ। सो डोमेस्टिकबाट यदि नेसनलमा गइन्छ भने डोमेस्टिकबाट नेसनलमा जाँदाखेरि के जोड्न पर्छ भन्दाखेरि नेट फ्याक्टर इन्कम फ्रम एब्रोड जोड्न पर्छ क्या। सो डोमेस्टिकबाट नेसनलमा जाँदाखेरि एड नेट फ्याक्टर इन्कम फ्रम एब्रोड, अनि नेसनलबाट चाहिँ फेरि डोमेस्टिकमा जान पर्यो भने हामी के घटाउँछौँ भन्दाखेरि नेट फ्याक्टर इन्कम फ्रम एब्रोड भनेर घटाउनु पर्छ। सो नेट फ्याक्टर इन्कम फ्रम एब्रोड भनेको बेसिकल्ली के हो भन्दाखेरि यसमा चाहिँ रिसिप्ट माइनस पेमेन्ट हुन्छ के, रिसिप्ट माइनस पेमेन्ट हुन्छ। यो नेट फ्याक्टर इन्कम फ्रम एब्रोड भनेको के हो, रिसिप्ट माइनस पेमेन्ट हो।
रिसिप्ट माइनस पेमेन्ट हो। यसैलाई जोड्ने, यसैलाई घटाउनु पर्छ। अनि अर्को लास्टमा चाहिँ यदि हामी मार्केट प्राइसबाट फ्याक्टर कस्टमा गइरहँ, जस्तो हामीले चाहिँ यहाँ थर्डबाट फोरमा गयो नि, नेट नेसनल प्रोडक्ट एट मार्केट प्राइस थियो हामीसँग। यसबाट यदि नेट नेसनल प्रोडक्ट एट फ्याक्टर कस्ट जानु पर्यो भने हामीले लेस के गर्नुपर्दा नेट इन्डाइरेक्ट ट्याक्सलाई घटाउनु पर्छ। र फ्याक्टर कस्टबाट फेरि मार्केट प्राइसमा जानु पर्यो भने हामीले के गर्नु पर्यो, एड नेट नेसनल के अरे नेट इन्डाइरेक्ट ट्याक्सलाई चाहिँ के गर्नु पर्यो, एड गर्नु पर्यो। हामीले धेरै बुझ्नु परेन। पहिला हामीले जिडिपी एमपी बुझ्नु पर्यो, जिएनपी एमपी बुझ्नु पर्यो, अनि एनएनपी एट एमपी बुझ्नु पर्यो र एनएनपी एट एफसी बुझ्नु पर्यो। त्यति बुझेपछि हामीलाई नेसनल इन्कम क्यालकुलेट गर्न गाह्रो हुँदैन, एकदम सजिलो भइहाल्छ। सो केही पनि बुझ्न परेन। ग्रसबाट नेटमा चाहिँ गइन्छ भने डेप्रिसिएसन घटाउने, नेटबाट चाहिँ यति मात्रै बुझे हुन्छ क्या। नेटबाट ग्रसमा हामीले जानै पर्दैन। हामीले चाहिँ हामीले जहिले पनि के हुन्छ भन्दा नेसनल इन्कम क्यालकुलेट गर्दाखेरि हामीले यो प्रोसेसमा चाहिँ ग्रसबाट नेटमा गइन्छ, डोमेस्टिकबाट नेसनलमा गइन्छ र मार्केट प्राइसबाट फ्याक्टर कस्टमा गइन्छ। सो नेटबाट फेरि ग्रसमा जाँदा के गर्नुपर्छ, त्यसलाई सम्झिन गाह्रो भइरह्यो भने नसम्झे हुन्छ। सो सिम्पल ग्रस टु नेट जाँदाखेरि डेप्रिसिएसन घटाउने, डोमेस्टिक टु नेसनल जाँदाखेरि नेट फ्याक्टर इन्कम फ्रम एब्रड जोड्ने र मार्केट प्राइस टु फ्याक्टर कस्ट गइन्छ भने के गर्न पर्यो, हामीले चाहिँ नेट इन्डाइरेक्ट ट्याक्सलाई के गर्नु पर्यो, घटाउनु पर्यो। अब यति बुझिसकेपछि हामीले चाहिँ फाइनल प्रोडक्ट मेथडबाट नेसनल इन्कम कसरी क्यालकुलेट गर्न सकिन्छ। प्रोडक्ट मेथडमा पनि दुईवटा मेथड छ, एउटा फाइनल प्रोडक्ट मेथड छ, अर्को भ्यालु एडेड मेथड, अर्को चाहिँ के छ, भ्यालु एडेड छ। अर्को चाहिँ भ्यालु एडेड छ, जुन हामीले भोलि सकेसम्म भोलि यो कभर गर्नेछौँ। सो यो चाहिँ अहिले हामी कुरा गर्दैनौँ, यो चाहिँ यसको चाहिँ अहिले काम छैन, अहिले यसको काम छैन। हामीले चाहिँ अहिले फाइनल प्रोडक्ट मेथड मात्रै बुझे हुन्छ। सो फाइनल प्रोडक्ट मेथडमा चाहिँ होइन, फाइनल प्रोडक्ट मेथडमा चाहिँ अब हामीले पढेको प्रोसेस के हो, हामीले चाहिँ चारवटा मेथड, हामीले चाहिँ यहाँ तिनवटा मेथड, पहिलो जिडिपी एमपी निकाल्नु पर्यो, त्यसपछि चाहिँ जिएनपी एट एमपी निकाल्नु पर्यो, फेरि एनएनपी एट एमपी निकाल्नु पर्यो, फेरि एनएनपी एट एफसी निकाल्नु पर्यो। यही चारवटा स्टेप फलो गर्ने हो। प्रोडक्ट मेथडबाट नेसनल इन्कम क्यालकुलेट गरिरहेको छौँ भने पनि यही चारवटा प्रोसेस फलो गर्नुपर्छ। अब हामीले चाहिँ सम्झिन पर्ने चाहिँ एउटा मात्रै कुरा छ, द्याट इज जिडिपी एट एमपी के। कुनै पनि मेथडबाट नेसनल इन्कम क्यालकुलेट गरिरहेछौँ भने त्यो मेथडमा चाहिँ जिडिपी एट एमपी कसरी क्यालकुलेट गरिन्छ त्यो चाहिँ हामीले सम्झिन पर्छ, हामीले बुझ्न पर्छ। त्यसको लागि चाहिँ फर्मुला पनि हुन्छ। सो त्यो फर्मुला सकिन्छ भने फर्मुला रिमेम्बर गर्ने। सो चाहिँ त्यो त हामीले चाहिँ रिमेम्बर गर्नै पर्छ कि, त्यसको लागि नो अप्सन के, अप्सन जो छैन क्या, हामीले त्यो सम्झिनै पर्छ। जस्तो प्रोडक्ट मेथडबाट चाहिँ नेसनल इन्कम क्यालकुलेट गर्दाखेरि जिडिपी के हुन्छ, जिडिपी कसरी क्यालकुलेट गरिन्छ भन्ने कुरा त सकेसम्म सम्झिने हो। सम्झिन सकिएन भने घोक्न पर्छ क्या। जस्तो फाइनल प्रोडक्ट मेथडबाट जिडिपी निकाल्दाखेरि के बुझ्नु पर्यो भन्दाखेरि, फाइनल प्रोडक्टबाट जिडिपी निकालिरह्यो भने प्रोडक्सन के इकोनोमीमा प्रोडक्सन भएको फाइनल गुड्स एन्ड सर्भिसेसको मार्केट भ्यालु हो क्या। मार्केटमा त्यसको कति भ्यालु छ, जस्तो 100 किलो चिनी प्रोडक्सन भयो भने मार्केटमा त्यो 100 किलो चिनीको भ्यालु कति हो क्या, त्यही नै जिडिपी हो क्या, बाई युजिङ फाइनल प्रोडक्ट मेथड के। फाइनल प्रोडक्ट मेथड युज गरेर चाहिँ जिडिपी त्यही हुन्छ। सो यहाँ चाहिँ फाइनल प्रोडक्ट मेथडबाट जिडिपी क्यालकुलेट गरिरहेको भने इकोनोमीमा जति पनि गुड्स एन्ड सर्भिसेस छन्, ती गुड्स एन्ड सर्भिसेसको क्वान्टिटी इन्टु त्यही गुड्स एन्ड सर्भिसेसको मार्केट प्राइस के, दुइटैले मल्टिप्लाई गरेर जोडियो भने के आउँछ भन्दाखेरि फाइनल प्रोडक्ट मेथडबाट के आउँछ, जिडिपी एट एमपी आउँछ। अब जिडिपी एट एमपी आइसकेपछि हामीलाई गाह्रो हुने भएन। किन गाह्रो हुने भएन भन्दाखेरि हामीलाई त एउटा प्रोसेस थाहा छ नि त, जिडिपीबाट जिएनपीमा गइन्छ, जिएनपीबाट एनएनपीमा गइन्छ र एनएनपीबाट एनएनपी एट फ्याक्टर कस्टमा गइहालिन्छ। सिम्पल। सो जिडिपी एट एमपी निकाल्न सकियो भने बाँकी निकाल्न गाह्रो हुँदैन। सो जिडिपी एट एमपी which is calculated by using formula। फाइनल प्रोडक्ट मेथडमा फर्मुला के हुन्छ भन्दा P1 इन्टु Q1। P भनेको प्राइस अफ एउटा गुड, प्राइस अफ वान गुड इन्टु क्वान्टिटी अफ द्याट गुड के। सपोज चिनी प्रोडक्सन भइरह्यो भने चिनीको प्राइस इन्टु चिनीको क्वान्टिटी के। एक वर्षभित्र चिनी कति क्वान्टिटीमा प्रोडक्सन भयो र चिनीको बजार मूल्य कति हो क्या, दुइटैलाई मल्टिप्लाई गरेर राख्ने। त्यसपछि P2 इन्टु Q2। सो P2 भनेको के हो भन्दाखेरि, सपोज अर्को बिस्कुट प्रोडक्सन भइरह्यो भने बिस्कुट भने एक वर्षभित्र त्यो बिस्कुट कति क्वान्टिटी प्रोडक्सन भयो इन्टु त्यो बिस्कुटको बजार मूल्य कति हो क्या। त्यसपछि अर्को कुनै
गुड होला। जस्तो कार छ भने इकोनोमीमा 1 वर्षभित्र कार कति प्रोडक्सन भयो, त्यसको बजार मूल्य कति छ, मोटरसाइकल भयो भने मोटरसाइकलको क्वान्टिटी कति छ, त्यसको बजार मूल्य कति छ, त्यसलाई मल्टिप्लाई गर्दै जोडियो भने के आउँछ, जिडिपी एट एमपी बाई फाइनल प्रोडक्ट मेथड आउँछ। अब जिडिपी एट एमपी आइसकेपछि जिएनपी एट एमपी निकाल्न के गाह्रो छ र, छैन नि त। हामीलाई के थाहा छ भन्दाखेरि ग्रस डोमेस्टिक प्रोडक्टबाट ग्रस नेसनल प्रोडक्टमा गइन्छ भने डोमेस्टिक टु नेसनल जाँदाखेरि ग्रस डोमेस्टिक टु नेसनल जाँदाखेरि के जोडिन्छ त भन्दाखेरि नेट फ्याक्टर इन्कम फ्रम एब्रोड जोडिन्छ। के जोडिन्छ अरे, नेट फ्याक्टर इन्कम फ्रम एब्रोड जोडिन्छ। अब नेट फ्याक्टर इन्कम फ्रम एब्रोड क्वेसनले दिएको हुन्छ, दिएन भने हामीलाई के दिन्छ, रिसिप्ट र पेमेन्ट दिन्छ। सो रिसिप्ट र पेमेन्टको डिफ्रेन्स निकालिदिने त हो, यो निकालिदिने त हो हैन। हामीलाई क्वेसनले सिधै नेट फ्याक्टर इन्कम फ्रम एब्रोड दिएछ भने त्यो राखे हुन्छ। नाइ भने हामीले के गर्न सकियो भन्दाखेरि आर माइनस पी, रिसिप्ट माइनस पेमेन्ट गरियो भने फेरि के आउँछ, हाम्रो नेट फ्याक्टर इन्कम फ्रम एब्रोड आइहाल्छ। भनेपछि त्यो गाह्रो हुने भएन। अब हामीले चाहिँ के गर्नु पर्यो, एनएफआइए जोडेपछि हामी डोमेस्टिक प्रोडक्टबाट कहाँ पुग्यो, नेसनल प्रोडक्टमा पुग्यो। कहाँ पुग्यो अरे, डोमेस्टिकबाट नेसनलमा पुग्यो। अब ग्रस नेसनल प्रोडक्टबाट फेरि हामी चाहिँ ग्रस नेसनल प्रोडक्टबाट नेट नेसनल प्रोडक्टमा गइन्छ। सो मैले के भनेको थिएँ भन्दाखेरि ग्रसबाट नेटमा गइन्छ भने कुनै चिज घटाइन्छ। सो घटाउने चिज के हो त, डेप्रिसिएसन हो। सो ग्रस नेसनल प्रोडक्टबाट नेट नेसनल प्रोडक्ट एट मार्केट प्राइसमा गइन्छ भने ग्रस नेसनल प्रोडक्ट एट मार्केट प्राइस माइनस डेप्रिसिएसन। सो डेप्रिसिएसन क्वेसनले दिएको हुन्छ। यदि क्वेसनले चाहिँ डेप्रिसिएसन दिएन भने यसको ठाउँमा चाहिँ के दिन्छ त, क्यापिटल कन्जम्सन दिन्छ। क्या बुझ्यौ, के दिन्छ, क्यापिटल कन्जम्सन अलावेन्स भनेर दिएको हुन्छ हैन। क्वेसनले के दिएको हुन्छ, क्यापिटल कन्जम्सन अलावेन्स भनेर दिएको हुन्छ, अथवा क्यापिटल कन्जम्सन मात्रै पनि दिन सक्छ। सो क्यापिटल कन्जम्सन भनेर सम्झिना हुन्छ। डेप्रिसिएसनको ठाउँमा अर्को यो टर्म पनि युज गर्छ, क्यापिटल कन्जम्सन, यो पनि युज गरिरहेको हुन्छन्। सो यो चाहिँ सम्झिनुपर्छ। डेप्रिसिएसन दिएन भने क्यापिटल कन्जम्सन अलाउन्स कहीँ न कहीँ हुन्छ, खोज्नुपर्छ। अब हामीसँग चाहिँ नेट नेसनल प्रोडक्ट आइसकेपछि, नेट नेसनल प्रोडक्ट एट मार्केट प्राइस आइसकेपछि अब हामीले एउटा मात्रै काम गर्नुपर्छ, त्यसलाई ट्रान्सफर गर्नुपर्छ। केमा ट्रान्सफर गर्नुपर्छ भन्दाखेरि फ्याक्टर कस्टमा। हामीसँग मार्केट प्राइस आइसक्यो, अब हामी चाहिँ केमा ट्रान्सफर गर्नु पर्यो, फ्याक्टर कस्टमा ट्रान्सफर गर्न पर्यो। यो यसमा ट्रान्सफर गर्न पर्यो। अब यसमा ट्रान्सफर गर्दाखेरि हामीले जुन फर्मुला अघि सिक्यौँ, हामीले जुन ट्रान्सफर्मेसन अघि सिकेको, मार्केट प्राइसबाट यी हामी चाहिँ फ्याक्टर कस्टमा जाँदाखेरि के घटाउने त भन्दाखेरि नेट इन्डाइरेक्ट ट्याक्स घटाउनु पर्छ। के घटाउनु पर्छ अरे, नेट इन्डाइरेक्ट ट्याक्स। सो हामीले त्यही नेट इन्डाइरेक्ट ट्याक्सलाई के गर्छौँ, घटाइदिन्छौँ। हामीले के गरिदिन्छौँ अरे, नेट इन्डाइरेक्ट ट्याक्सलाई घटाइदिन्छौँ। यो नेट इन्डाइरेक्ट ट्याक्स भनेको के हो भन्दाखेरि, यो नेट इन्डाइरेक्ट ट्याक्स भनेको के हो भन्दाखेरि, यहाँ नेट इन्डाइरेक्ट ट्याक्स भनेको के रहेछ भन्दाखेरि इन्डाइरेक्ट ट्याक्सेस माइनस सब्सिडी। के जस्तो हामीले चाहिँ के हुन्छ भन्दा बिजनेस सेक्टरले चाहिँ गभर्मेन्टलाई इन्डाइरेक्ट ट्याक्सेस पे गर्छ, अनि गभर्मेन्टले पनि के हुन्छ, बिजनेसलाई सब्सिडिज दिइरहेको हुन्छ। सो इन्डाइरेक्ट ट्याक्सेस र सब्सिडिजको फरक नै के हो भन्दाखेरि हाम्रो नेट इन्डाइरेक्ट ट्याक्सेस हो। त्यसैलाई घटाएपछि हामीसँग के आउँछ भन्दाखेरि नेट नेसनल प्रोडक्ट एट के आउँछ अरे, नेट नेसनल प्रोडक्ट एट फ्याक्टर कस्ट आउँछ, जुन हाम्रो के हो, नेसनल इन्कम हो। सो यसरी चाहिँ नेसनल इन्कम क्यालकुलेट गरियो भने त नेसनल इन्कम युजिङ प्रोडक्ट मेथड हुन जान्छ। सो दिस मच फर टुडे। अब हामी अर्को भिडियोमा चाहिँ भ्यालु एडेड मेथडलाई चाहिँ क्या सिक्नेछौँ। भ्यालु एडेड मेथड पनि एकदम सजिलो छ। आजको लागि यति मात्रै गरौँ। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।